हजुर धन्यवाद। रबरले बान्यो भने चाहिँ उफार्दैन। मैले नि हेलो गुड मर्निङ अनि नमस्ते। आज फेरि हाम्रो अर्को राइड सुरु भएको छ। आज चाहिँ हामी 3 जना जानेछौँ। हाम्रो यात्रा हुनेछ मुस्ताङसम्मको। अब अहिलेको अवस्था के छ बाटोघाटोको यसो हेर्दै गर्नु होला। त्यसदेखि अब स्टार्ट भयो राइड। उल्टो परेछ। हेलो रेडी हुँदै हुनुहुन्छ के छ नि सर? मजा आइरहेछ नि। अब कतिखेर कहाँको यात्रा हो? लोमानथाङ चाइना बोर्डरसम्मै जाने हो। कति किलोमिटर छ? अब गफ गर्दै होला नि, यहाँबाट त्यही 500 लगभग छ, 500 किलोमिटर। हुन्छ हुन्छ हस् हुन्छ ल आउनु अगाडि आउनु। ठिकै छ। तर पुरै केचाकुचुक गरेर बान्नुभएको छ नि ब्याग त। मेरो चाहिँ अलिकति त्यो हाइड्रेसन ब्यागले गर्दाखेरि पछाडि अलिकति ठेले जस्तो, अगाडि ठेले जस्तो भयो क्या। ब्याग अगाडि सरे जस्तो। म पनि त्यही हो, त्यही 8-9 हजार जति क्यास होला। अरू चाहिँ अब यता त उसमा हुन्छ, नभए एटिएमबाट झिकौँला। हाम्रो अलिकति अफरोडिङ त यहीँबाट सुरु भयो नि पुरै। अलिकति त हो याद दिइरहेको छ त्यहाँको। रमाइलो त नहुने कुरै छैन नि। यत्रो व्यवस्थित गरेर निक्लिसकेपछि त त्यतिकै यो ट्याक्सी रोकेर झन्नै रोकिदियो नि। जताततै क्यामेरा राखेको छ। क्यामेरा त यहाँ पनि छ। रेड लाइट क्रस गऱ्यो भने नि समय हाल्ने रहेछ नि। कोलन्की आइपुग्यो अब चाहिँ।
आज चाहिँ दिन एकदमै शीतल शीतल रमाइलो हुनेवाला हो आज। अहिले हामी थानकोटमा आइपुग्यौँ। यो थानकोटै भन्छ क्यारे यसलाई पनि। के फोन आएको हो र? ए अलि अगाडि रोक्नु, अगाडि यहाँ ठाउँै छैन। यो नागढुङ्गा कटेपछि को बाटोको अवस्था यस्तो छ, पुरै पिच गरेको छ। अन्त सर 9 बिसेसम्म यस्तै होला। 9 बिसेसम्म त छ क्यारे, अस्ति पनि जहाँ त गएको। त्योभन्दा उता चाहिँ बनाउँदै थियो, तर उता पनि बनिसक्यो क्या अब अहिले त। हो नि, अलि रिस्की नै हुन्छ। सेफली चाहिँ सेफ चलाउने भनेको त्यही 40-45 हो क्या, यस्तोमा 40-45 नै जस्तैमा पनि कन्ट्रोल हुन्छ नि। आज पुरै हुसु हुसु भएर बादलले गर्दाखेरि पुरै जाडो महिना जस्तो फिलिङ भइरहेछ। कर्नरै हानिदिएको। पुरै कर्नरमा चाहिँ ढल्काएर ब्रेक। यहाँ त के रोक्नु अहिले नै है, अलिक परै है। अहिलेको समयमा ठिक छ, धेरै अहिले पैसा प्रशस्त फाल्ने बेला चाहिँ होइन क्या यो। सो देशको परिस्थिति त्यस्तै छ। यति अहिले चाहिँ यतिको ठिकको हो। ओभरटेक गर्नु खोज्छ त गाडी। खानी खोला यसलाई के यो 9 बिसे होइन र हो? ए भनेपछि 9 बिसे आउनै बाँकी छ त हजुर। त्यही त, यति छिटो त आउनु नपर्ने हो भन्छु। गरेन नि, यताउता गर्दै टाइम अँध्यारोमा अलिक गाह्रै हुन्छ।
बाटो फराकिलो अहिले त यो ठाउँहरू चिन्नै पो गाह्रो हो त कुदाउनु मिल्ने ठाउँमा चाहिँ कुदाउनुपर्छ ए ल अहिले चाहिँ नोबिसी आइपुगेको छ है यो त्यही त पुल आउँछ ठाउँ त त्यो ए होइन कि आवाज है ए ए अलिक पर छ हो अलिक परै हुन्छ नि अब यो त नौबिसे होला यो पक्कै होइन हो यो चाहिँ ट्याक्कै नौबिसे आइपुग्यो अहिले चाहिँ उताबाट चाहिँ दामनतिर जाने बाटो लेफ्ट साइडमा हामी चाहिँ सिधा जान्छौँ अब मुगलिनतिर लाग्छौँ यता चाहिँ बनाउँदै रहेछ यो धेरै पहिलादेखि देखिरहेको छु म यस्तो खनेर राखेको हामी चाहिँ खाजा खान अनि यसो रेस्ट गर्नलाई पनि अहिले यो ठाउँमा रोकेको छौँ यस्तो छ राम्रो रहेछ यहाँ ओहो तातो पो आउँदो रहेछ त पानी त ए पुरै तातो पानी आयो गर्मीले है ए स्विमिङ पुल पनि पो रहेछ यहाँ त के बस्ने व्यवस्था पनि छ क्या हेलो के छ सर राम्रै भयो हामी ए मजा आइरहेछ म त जिन्दगीमा अब यो उमेरमा नि यतिको गरिएन भने यतिकै जान्छ जिन्दगी फेरि जान्छ हैन ठीक हो त्यही भएर खाने कफीहरू अर्को स्न्याक्सहरू पनि पाउँछ म त यसो हल्का कुनै खानु पर्ला बाइकमा आउँदा गाडीमा आउँदा मेरो अहिलेको खाजा चाहिँ यस्तो खानु लागिरहेको छ म नुडल्स रेडिमेड नुडल्स असीब सर हुनुहुन्छ उहाँले चाहिँ बिहानै खाएर आउनुभएको रहेछ रोटी खाएर आउनुभएको अरे रोटी खाएर ल यस्तो छ मेरो खाजा अहिले चाहिँ हामी यहाँ मुगलिनमा खाना खाने ठाउँमा आयौँ थकाली खानामा
सर भएको छ कस्तो भयो त यात्रा ए रमाइलो भइरहेछ हो बाइकहरू अहिलेसम्म त ए गजब छ मजाले आइरहेको मुगलिनमा आजको खाना यस्तो छ नेपाली खाने चाहिँ ढिँडो हो हेल्थको लागि एकदमै राम्रो हाम्रो नेपालको ट्रेडिसनल खाना यो नै हो अहिले हामी मुगलिनबाट खाना खाएर पूर्वी गोर्खा भयो त्यो यता तपाईँको त्यो जस्तो भुइँचालोको भएको नि पारपाको त्यो जानलाई नि यतैबाट जान्छ मेरो त खोइ अनको छ कि अफ छ अघि अन गरेको थिएँ एकदमै गर्मी छ 36 डिग्री सेल्सियस छ यो यस्तो घाम मरिन्छ त यस्तो घाममा जाममा बस्यो आम्मामा खै के को जाम हो यस्तो हो क्या अरे पोखरामा जाम त्यो काठमाडौँमा के जाम हुन्छ र त्योभन्दा चर्को रहेछ त यहाँ पसिना आइसकेको जिउ उता लेफ्ट साइडतिर बरु खुल्ला भयो भने त्यतैबाट सिधै जानुपर्छ क्या अब धेरै गर्मी छ है त्यता जानु पायो भने चाहिँ बरु त्यतैबाट जानु हुन्छ
लेफ्ट साइडबाटै जाउँ अब खुलिहाल्यो भने यताबाट जाउँ न नभए ए खुल्यो यहाँ फेवाताल छेउमा आएर हामी सानो ब्रेक लिइरहेछौँ होइन चिसो खानलाई खुट्टा पनि दुख्यो अनि बाहिर त 37 डिग्री छ होइन तापक्रम मान्छे फेर्नु होला जस्तो हुन्छ अनि एकछिन यहाँभित्र बसेर चिसो खान बसेको अहिले पोखरामा यी लेक साइडमा हामी यसो रेस्ट गर्नलाई बसेको यहाँनिर हो अलि लुज भएछ कि क्या हो ए लुज भएछ नि त अनि यहीँ पुरै गएछ अनि यो कि लगाएको मिलेको छैन क्या हो यो लक पनि अलिक अर्कै खालको रहेछ नि यो त खुट्टै निक्ल्यो यतिको टाइट हुन्छ एकछिन एउटा अब यहाँ पावर ब्याङ्कको टुप्पो निकालिराख्नु पर्ला जस्तो छ झोला पनि अब मोबाइलहरू यहीँ राखिदिनु क्या होइन त होइन चाहिन्छ होला मोबाइल राख्नलाई त के लगाउने यो विन्डसिटर लाउने त्यो गऱ्यो भने के हो यो त थिच्नै अप्ठ्यारो भयो त अलिकति त किन यतिकै छोड्या हो कि होला हुनु त अब पाउनु अलिक गाह्रो गाडी खोल्दा चाहिँ पुल लाग्यो पानी चाहिँ अलिक धनी धनी म्याग्दी जिल्ला प्रवेशद्वार म्याग्दी जिल्ला प्रवेश गरिरह्यो हजुर कहाँ ए आउनु भएन तरेर आउने हो यता राइट लाग्ने है तरेर म त यहीँ नजिकै होला जस्तो लागेको थियो लुगा पसलहरू उता भित्र देखाएको थिएँ मैले अस्ति यतैबाट भित्र जाउँछ लेफ्ट साइड किन्नलाई जानु चाहिँ हामी सिधा जानुपर्ने हो ऊ यहीँ रहेछ ए निकै गएर पो रहेछ यहाँ त बेनी बजार आइपुग्यो अहिले समय चाहिँ 6:30 बजे होला कति बजे छ ठ्याक्कै ए 6 बजे छ 6 बजे बेनी बजार आयो हजुर भइहाल्छ नि होइन हुन्छ यो अलिकति तन्काउनु मिल्दैन बस्ने के हो जाने तातो पानी पुगिन्छ घन्टामा पुगिन्छ अरे लगभग पुगिन्छ
त्यही भन्दा त हेरौँ न अलि उज्यालोमै पुग्यो भने लेते नै जाने हो। साउजीले राति नहिँड्नु भन्दै त्यो त हो, बाटो पहिरो जान्छ, त्यसले गर्दाखेरि तातो पानीमा त्यो एउटा 5 स्टार होटेल छ अनि अरू सानो होटेलहरू छ। अस्ति नै हामी बस्दाखेरि 2000सम्मको रुम छ भनेर भन्दै थियो। 2000सम्म पायो भने त भइहाल्यो नि। 5 स्टारमा अँ सफा हुनु पर्यो, नर्मलमा पनि हुन्छ तर अब यस्तो सानो त्यति राम्रो छैन कि, सुविधा राम्रो हुँदैन। 5 स्टार अरे खोइ त्यही भनेको थियो। ठुलो होटेल 5 स्टार त के हो, ठुलै छ होटेल। हुन पनि सक्छ तर धेरै लगानी गरेर एनर्जीको लागि यो चक्लेट खानुपर्ने भयो। अब तातो पानी आइपुग्न लाग्यो हामी। भोइस ड्रप पनि गर्नु बाटो भयो भने त धेरै सजिलो भयो नि। तर मुस्ताङ गएको जस्तै नलाग्ने रहेछ क्या यस्तो बाटो देखेपछि। पहिला खाल्दै हिँडिराखेको होइन, यो त लेटे जस्तै यस्तै रहेछ त खाल्दै। बाटो मजा आइहाल्यो। हामी काठमाडौँबाट सरासर आयो भने हामी त माथि उस्तै सरासर चलायो भने त माथि नै पुग्छ क्या हो। झर्नामा आइपुग्यो। यहाँ झर्ना छ नि एउटा, के हेर्ने नहेर। जाने हो त्यो चाहिँ माथि टुप्पोमा हुन्छ हिमाल। बढी नै हुन्छ नि, 100 कति किलोमिटर। अब यतै बस्ने गएपछि त लगभग 150 किलोमिटर नै हुन्छ होला। कहाँ जोमसुक जाने होइन नि त हामी अहिले। अहिले त त्यही तातो पानी। भोलि ऊ पनि जाने हो माथि मिस्टीमा। होइन त्यही बाटोबाट माथि चढ्नुपर्छ। पुगिन्छ। जानु म चौतिरै बसिरहेको छु। चौतिरै बस्छु म पनि बिस्तारै आउँला होइन। म 400 सक्छु त्यसैमा आएर बसिरहेको छु क्या। अनि फर्किने बेलामा आउने भेटेर यसरी हो नि। यो त पहिलादेखि यस्तै हो। यो बाटोमा यो पनि एउटा आकर्षण हो क्या।
माटोकै पाहाडहरू छ जोमसोम धो अरे लेफ्ट साइडमा चाहिँ धो जानु लाग्छ त्यो साइकलमा लाउने त्यो हुन्छ नि हम जस्तो क्या त्यस्तो लाउनु पर्ने गाडी अड्केर बसिरहेको सिक्लेर आउने हो कि होइन जाउँ बरु यसरी नबसौँ जो लेफ्ट साइडमा ठाउँ छ नि होइन जाउँ बोलाइरहेको पछाडि डेन्जर हुन्छ क्या गाडीको पछाडि बस्नु छिप्लेर आयो भने त हो नि बच्चापुच्ची लिएर आएको रहेछ भाइजर खुल्लै थियो ए त्यो धुवाको उ गयो छ खोइ म निकालिदिन्छु एकछिन यहाँ पेपर थियो मसँग पेपरले पनि सट्टै आउँछ क्या त्यो सक्यो क्या हो यो रहेछ कता सफा छ ए टाँसेर बसेछ त आयो कस्तो पोलेको कि राखिराखौँ यो चाहिन सक्छ काम लाग्छ पुस्ने टालो पनि काम लाग्छ नि लाग्यो त सर अने हो भिडियो नै छ पुस्ने टालो काम लाग्छ भनेको लाग्यो यार टोयलेट पेपर हो नि त टोयलेट पेपर टिस्यु के अरे नेपकिन त्यो उसबाट लिएको रेस्टुरेन्टबाट तातो पानी कति छ आमा यहाँबाट नजिकै हो ए भनेपछि आइपुगिसक्यो नजिकै पिच बाटो भएको भएर चाँडै आइयो होइन हामी त माथि जाने हो आज त्यतै बस्ने भन्ने विचार छ यता काठमाडौँबाट हजुर जाने अगाडि जानु मेरो छोरी पहिला घोडे पानी यहाँबाट घोडे पानी जाने रहेछ नि त यताबाट पनि जाँदो रहेछ घोडे पानी त्यही त म्यापमा देखाउँछु यताको बाटो होइन म त होइन होला जस्तो लाग्थ्यो हो रहेछ नि चालु बनाउँदै रहेछु के को लागि बनायो 1200को हाइटमा आइसक्यो हामी काठमाडौँको लेभलमा लगभग यो अग्लै रहेछ नि तातो पानी पनि
आइपुग्न लागिसक्यो नि तातो पानी त्यो होटेलमा भोलिलाई सजिलो पनि हुन्छ नि गइरहेको छ नि त अरूहरू पनि तर उनीहरू यहीँ बस्ने हो कि कोही केटा यहीँ बस्यो भने हामी पनि यहीँ बस्छौँ तातो पानी आइपुग्यो तर हामी लेते नै जाने भन्ने कुरा छ हेरौँ के हुन्छ ल हामी तातो पानीबाट लेते नै जान लागेको अनि अलिकति अगाडि आएपछि यहाँ बाटो खन्दै रहेछ उनी बाटै जाम गरेर डोजर राखिरहेको छ ए बाइक त आइरहेको छ त जाउँ जाउँ आयो त बाइकको यही त हो नि फाइदा नभए ठेल्दै लगाउँला नि त्यो बाटो पार भयो हे अब मुस्ताङको जस्तो जस्तो लाग्न थाल्यो अब अहिलेसम्म पिचबाटै बाटो आएको मजै आएको थिएन भएन एउटा एडभेन्चर भयो यताको मुस्ताङ बनायो एडभेन्चर नगरौँ भनेको भइहाल्छ है जाँदा रूपसे झर्ना आइयो यतिखेर रातै परिसक्यो अब कति 7:25 त भयो होला होइन अब हामी यतिखेर गरिसकेको छ एक नम्बरमा लाउने बिस्तारै छ भने त आयो यतिखेर 8:15 बज्यो होला 8:15 जति भयो होला हो र ए अगाडि अलि अलिकति होला ढुङ्गे हो सबै पिच भइसकेको छ नि यो त कत्रो ढुङ्गा थियो यो बाटोमा
भइसकेको छ अनि अलिकति टाढो तर मलाई अहिले त दिउँसो गाह्रो भएको थियो होइन अहिले त फ्रेस भइसक्यो खासै त्यस्तो थकाइ छैन होइन अलिअलि चाहिँ छ तर त्यस्तो यो अलिक शीतल पनि भयो होइन पुरै भइसक्यो अनि रिल्याक्स भइसक्यो त्यहाँ आएर होटेल चाहिँ यही हो हाम्रो होटेल प्रीतिका यहाँ माथिको रुम हुने भयो यस्तो छ यस राम्रै रहेछ रुम सफा रहेछ हामी यहीँ बस्ने भयो आज भोलि चाहिँ दामी भ्यू देखिन्छ होला खुल्यो भने खानेकुराहरू खाने अनि भोलि चाहिँ बिहानको भ्यूहरू